हेलो दर्शन नमस्ते। म चाहिँ आज टक्क फिल्टर लगाएर आइदिएछु, फेरि नचिन्नु होला। म त्यही अब मालदिप्स आउन खोज्नुभएको अब दाजुभाइहरूलाई केही जानकारी दिनु भनेर अब कमेन्टहरू पनि आयो, धेरै कमेन्टहरू पनि कहिले कस्तो अब प्रश्नहरू सोधे। कोही अब फेसबुकमा आउनुभयो, कोही त यहीँ आइ पनि सक्नुभयो, मालदिप्स पनि आइपुग्नु भयो। कोही त एउटा भाइ मालदिप्स आइपुगे। के भन्ने अब सब अब हामी यो चाहिँ त्यो कन्ट्याक्टमा हो। हामी अब डाइरेक्ट आउनलाई त अब क्वालिफिकेसन पनि हुनु पर्यो, धेरै कुरा हुनुपर्छ। तपाईँले धेरै खतरा अब इन्टरभ्यू हुन्छ, त्यसमा फेस गर्न सक्नु पर्यो। यो चाहिँ हामी चाहिँ अब कन्ट्याक्टमा आएको हो। अब ठिक्कको, न धेरै कमाइ न थोरै कमाइ, 50,000 55,000 कमाइ, 50,000 बच्छ भनौँ, 50,000 बच्छ। मस्त खाइपी गरेर त्यो खाना बस्नको टेन्सन छैन। खाना चाहिँ जे होस् सेफले बनाएको खाना खाने हो। राम्रो सर्टिफाइड सेफहरूले बनाएको खाना खाने हो। काम सिर्फ ड्युटी जाने हो, आउने हो, सुत्ने हो, खेल्ने हो, जिम गर्ने हो। कपडा पनि धुन पर्दैन, लर फालिदिने हो। कपडा धोएर राखिदिन्छ, ल्याउने हो, लगाउने हो। फेरि त्यही खाना बस्न सबै राम्रो हुन्छ। रिसोर्टहरूमा हो, सिधै रिसोर्टमा हुन्छ। वहाँबाट आएको 3-4 दिनमा अब त्यही हो, स्विमिङ आउनु पर्यो। स्विमिङ र बेसी इङ्ग्लिस आउनै पर्छ। अब के बताउँ, धेरैजनाले अब सोध्नुहुन्छ अब डाइरेक्ट कसरी आउने भनेर। अब डाइरेक्ट चाहिँ अब खासै सम्भावना छैन, 100मा 5% मात्रै हो। 5% पनि छैन होला सायद। ड्युटी सही अब राम्रो हुन्छ ड्युटी चाहिँ। अब यस्तो कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भन्ने जस्तो ड्युटी हो। ड्युटी गर्ने, जिम गर्ने, बडी बनाउने, खाने, भुँडी लगाउने, त्यही हो। अब डाइरेक्ट जसले पनि डाइरेक्ट भनेर सोध्नु भएको थियो। अब डाइरेक्ट चाहिँ खासै त्यस्तो सम्भावना देख्दिनँ कि होइन। किनकि डाइरेक्ट यहाँ रिसोर्टहरूमा सेक्युरिटी राख्दै राख्दैन, कुनै ठाउँमा छ। अब त्यो पनि अब क्वालिफिकेसन हेरेर धेरै अब इन्टरभ्यू पनि खतरा हुन्छ त्यसमा। 100मा 5% पनि छैन कि। त्यही भएर आउने कन्ट्याक्टमै हो। कोहीले भन्नुभएको थियो कन्ट्याक्टमा हो अरे। मैले पनि त कन्ट्याक्टमा त हो भनेछु। कुन्छको कोही कमेन्ट गर्नुभएको थियो कन्ट्याक्टमा हो, नगइने हुन्छ भन्ने कुरा गरे। खाडी जानुभन्दा त ठिक छ नि, दुबई गएर 1000 बेसी कमाउनु भन्दा त खाना बस्न यस्तो गऱ्यो भने खाना बस्न पनि त्यसमै होला। 1200मा धेरै त्यस्तो देखेको छु मैले। त्योभन्दा त यही ठिक छ नि त। अलिकति पैसा अलिकति
3.5 लाख रुपियाँ तिरेर आएको म पनि त्यही पैसा अलिकति बढी लाग्छ भन्ने हो होइन भने काम एकदम सजिलो छ काम सजिलो छ खाना बस्न राम्रो छ त्यो भन्दा के चाहियो 50,000 बजेट त भइहाल्यो यता हेऱ्यो उता हेऱ्यो टाइम पास भइहाल्छ त्यही हो अब सोध्नुभएको त्यो एकजनाले भन्नुभएको रहेछ कन्ट्याक्टमा हो कन्ट्याक्टमै हो मैले डाइरेक्ट भनेको छैन डाइरेक्ट आउन सक्यो भने त यहाँ अनि त्यहाँबाट 1200 1300 1500 डलर छ त अनि युरोप जानु पर्दैन कोरिया जानु पर्दैन कोरियाको पैसा यहीँ छ अरू फिल्डहरूमा चाहिँ तपाईँ डाइरेक्ट जान सक्नुहुन्छ जस्तै वेटरमा F&B भन्छ वेटरहरूमा भन्छ तपाईँको इन्जिनियर डिपार्टहरूमा तपाईँहरू डाइरेक्ट आउन सक्नुहुन्छ पैसा एकदम राम्रो छ तर सेक्युरिटीमा चाहिँ कन्ट्याक्टमा आउने हो स्किल चाहिँ हुनै पर्यो त्यही स्किल बिना चाहिँ फेरि आउन सक्दिनँ इङ्ग्लिस एकदम टाइट कडा अब पनि अब त्यति जानकारी चाहिँ अब दिएँ मैले अब केही अब बुझ्न मन छ भने सिधै मलाई त अनि फेसबुकमा आयो भने फेसबुकमा टक्क फलो गर्ने आउने धेरै जसो फेसबुकमा आएर सोधपुछ गरेँ हामीले भाइहरूले क्याप्टेन आयो अब एरोप्लेनको अब एरोप्लेन सफाइ गर्छ उडाउन लाग्छ ल यति भन्दै मेरो शब्दहरू यहीँ टुङ्गाल्छु हस्त धन्यवाद हाम्रो क्याप्टेनहरू आयो